यो छलफल चाहिँ हाम्रो त्यो बुक बन्नुभन्दा पहिला हामीले गरेर हाम्रो सल्लाहहरू त्यसमा राखिदिए राम्रो हुन्थ्यो। अर्थमन्त्रीज्यूलाई मेरो अनुरोध छ, सरकारलाई हाम्रो अनुरोध छ। अर्थमन्त्रीज्यूले यही रोस्ट्रममा उभिएर 5 वर्ष पछाडि तपाईँहरूको इच्छाअनुसारको बजेट बनाउनुहोस् भन्ने हिसाबले बोल्नु भएको कुराप्रति पनि म सहमति र आपत्ति व्यक्त गर्दै, खासमा यो बजेट भनेको चाहिँ के हो भन्ने कुरा हामीले बुझ्नुपर्छ जस्तो लाग्छ। बजेट भन्ने चाहिँ सरल भाषामा मैले बुझेको चाहिँ यति पैसा उठाउँछु र यो काम गर्छु भन्ने हाम्रो आर्थिक योजना हो। कति पैसा उठाउने त, तर कसरी उठाउने त भन्ने ढङ्ग पनि हुन्छ होला। अलिक क्रिटिकल्ली नै मैले यसलाई चाहिँ नै समीक्षा गर्नुपर्छ। पेट्रोलियम पदार्थको मूल्य विश्वकै सबैभन्दा महँगो नेपालमा, त्यसरी चाहिँ नि होइन डे टु डे चाहिने उपभोग्य तपाईँको चाहिँ नि सेवा सुविधा र सामग्रीको मोल त्यसरी अचाकली बढाएर हामीले राम्रो बजेट बनाइरहेको छैनौँ भन्ने मलाई लाग्छ। त्यसो भएको कारणले गर्दाखेरि हामीले त्यतातिर ध्यान दिनुपर्छ भन्ने मलाई लाग्दछ, अनुरोध गर्न चाहन्छु। बजेट भन्ने बित्तिकै हामीले समस्या हाम्रो के हुन् र विकास हाम्रो के हो भन्ने बुझ्नु जरुरी छ जस्तो मलाई लाग्छ। समस्या भनेको चाहिँ खुट्टामा भएको घाउ, विकास भनेको चाहिँ खुट्टामा लाउने नयाँ जुत्ता। हामीले हाम्रो बजेट समस्या समाधान गर्नतिर केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नतिर, खुट्टाको घाउ उपचार गर्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ? यो एउटा महत्त्वपूर्ण प्रश्न हामी सबैको अगाडि उभिन्छ जस्तो मलाई लाग्छ। र मलाई चाहिँ लाग्छ हामी समस्यालाई समाधान गर्नतर्फ चाहिँ सुरुमा लाग्नुपर्छ। अब समस्या थुप्रै छन् नेपालमा, समस्या नभएको हुन त देशै कुन छ र, होइन? अरू देशमा पनि समस्या छन्। ती समस्याहरूमा पनि कुन चाहिँ समस्या चाहिँ हाम्रो प्रायोरिटीको समस्या हो, त्यसलाई चाहिँ हामीले समाधान गर्नुपर्ने हो भन्ने बारेमा चाहिँ हाम्रो ध्यान जानुपर्ने हो। जस्तै खानेपानीको समस्या र बाटोको समस्या। खानेपानीको समस्यासँग बाटोको समस्या तुलना गर्दा बाटो त हामी 6 महिनासम्म धुलेमा पनि हिँड्न सक्छौँ, तर खानेपानी चाहिँ एक दिन पनि हामी पानी छैन भने बाँच्न सक्दैनौँ। त्यसले गर्दाखेरि त्यो हिसाबबाट कुन चाहिँ समस्या चाहिँ हाम्रो प्राथमिकताको समस्या हो, प्राथमिकता 1 को समस्यालाई हामीले हल गरेर मात्रै 2 मा जानुपर्छ भन्ने हिसाबबाट चाहिँ हाम्रो बजेट बन्नु पर्थ्यो। हामी यहाँ एआई का कुरा गरिरहेका छौँ। म धरान उपमहानगरपालिकाको मेयर पनि भएर आएको मान्छे। मेरै पालिकामा तपाईँको चाहिँ के अरे वडा नम्बर 20 वडा नम्बर 4 तिर गयो भने टेलिकमको